वर्षौंको प्रतीक्षा, हजारौंको सपना अनि आज इतिहास बनेको दिन। आज एउटा सुरुङ मात्र खुलेन, नेपालको नयाँ यात्रा सुरु भयो। नमस्ते, म कर्मेश श्रेष्ठ। आज म तपाईहरूलाई नागढुङ्गा सुरुङ मार्गको उद्घाटन समारोहमा लिएर आएको छु। आज यहाँ के भयो सुरुबाट अन्त्यसम्म सँगै हेरौँ। सुरुङ खण्डको ओपनिङ सेरेमनी। लेट्स क्याप्चर हिस्ट्री टुगेदर। इतिहास बनिरहेको थियो अनि म त्यसलाई कैद गरिरहेको थिएँ। आजको यो विशेष क्षणलाई तपाईहरूसँग बाँड्न पाउँदा निकै खुसी लाग्यो। फेरि अर्को नयाँ यात्रासँग भेटौँला। नमस्कार।